बनाउँदै हो आज मैले भट्ट र गुन्द्रुक राष्ट्रिय खाना भट्ट गुन्द्रुक र गुन्द्रुक प्याज रातो भयो है अब यो भट्ट उसिनेको उसिनेर मैले बनाएको है नयाँ भट्ट हो नयाँ भट्टमास यसरी हाल्ने है सर्लक्क हाल्ने यसरी लहर कति राम्रो छ मेरा बाबै है यसरी सट्ट हाल्ने भट्ट उसिनेको अनि यसलाई एकपल्ट यसै हालेपछि है एकदम सफा बनाउनु पर्छ अनि त्यहाँबाट यसलाई यसरी है यसलाई हैन यो मैले उसिनेको छु यसलाई धेरै टेन्सन लिनु पर्दैन है अब यी लहरु कति राम्रो देखिन्छ यसरी स्याप्ट भट्ट उसिन्यो यतातिर भात पाक्दैछ यता तरकारी छ है अब यो भट्ट यसरी गरेँ नि मैले अब भट्ट यसरी फ्राई गरेपछि यो तेल तातिरहेछ डढेको छ बेसरी अनि यसो गरेपछि अब ल्याउनुहोस् अब यसमा गुन्द्रुक हाल्ने है गुन्द्रुक अलि हेरौँ त पहिला यी लहरु गुन्द्रुक यो गुन्द्रुक कस्तो हो भने हात नहल्लाउनु बाँसको है त्यो ढुम्रुमा मलखातामा 7 दिन गाडेर निकालेको यो गुन्द्रुक अमिलो हुन्छ यसरी हाल्ने गुन्द्रुक धेरै पकाउनु पर्दैन सालीलाई पकाउनु पर्दैन भन्छन् त्यबाट धेरै पकाउने हैन डर छ फेरि त्यो साली छन् हजुरका चाउरी छन् अनि यसरी यसो गर्ने यसलाई हल्का फ्राई गर्ने के फेरि डरो भने यो मिठो हुँदैन अनि त्यहाँबाट आज राष्ट्रिय खाना बन्दैछ नेपालको अनि त्यसपछि यहाँ यो उसिनेको आलु है यो उसिनेको आलुलाई मन्द तरिकाले काट्ने गुन्द्रुक मन पर्छ तपाईलाई एकदम मन पर्छ पहिला हेर्नु नि है यसरी काट्ने यहाँ सट्ट यसरी काट्ने आलुलाई है अनि त्यहाँबाट यो आलु यसरी काटेपछि यो काट्यो हैन काट्यो अब फेरि एकपल्ट यसलाई चलाउने यसरी यसरी चलाएपछि अब यो गुन्द्रुक अब यो भटमास त अब पाकिसकेको छ आलु पनि पाकेको छ गुन्द्रुक पनि पाक्यो यसलाई यो गरेपछि यो भातको माड यो भातको माड हो पहिले पहिला हाम्रो बाजे बजेले यसरी भातको माड हालेर हामीलाई उ गर्थे थोरै हाल्ने यति हाल्ने है देखियो भातको माड यति हालेपछि अब यहाँ यस्तो काम हुन्छ अब यसको मात्रामा के हुन्छ भने यो मसला अहिले ठिक्क मात्रामा हाल्ने मसला मिलाएर धेरै हाले पनि मिठो हुन्न अनि बेसार है बेसार हाल्ने अनि नुन ठिक्क है एकदम मिठो फेरि यस्तो हुन्छ नुन के हुन्छ भने एकदम अलिक ठिक मात्रामा हाल्ने अनि पछि यो झोल बनाउँदाखेरि अलिक थप्न पर्छ एकदम ठ्याक्कै मिलाउनु पर्छ अब यसलाई यसरी चलाउने है फेरि भिडियोको चक्करमा नमिठो होला ठ्याक्क चलाउने कायदा बनाउनु है लहर मात्रा मिलाएर लहर यहाँ मात्रा अब मुग्गु भयो होइन यसलाई अब 1 मिनट छोप्ने है चाक्का छोप्ने अब यसो गर्ने अनि त्यहाँबाट यो चटनी हो यो गोलबेडा गई यसलाई के भन्छ अरे गोलबेडा हो क्या यो गोलबेडा तर यो गोलबेडाको प्रजाति हो तर यसलाई मैले नाम हाल्ने के भन्थे यसलाई यो डल्ले खुर्सानी अब एउटा मात्रै हाल्ने किनभने धेरै हाल्नुहुन्न आफूले चाहेको चिज जसो हुन्छ नि आफूले चाहे अनुसार खाने हो अब यसलाई यसो गरेर पार्ने चार टुक्रा बनाउने क्या धेरै नहाल्ने गुन्द्रुकको विशेषता भनौँ न त अब यो हाम्रो राष्ट्रिय खाना हो है यो भटमास गुन्द्रुक राष्ट्रिय खाना हो ल हेर्नु देखियो यता हेर्नु यहाँ सर्लक्क हेर्नु यसरी भयो होइन अब यसलाई फेरि छोप्ने फेरि छोप्ने है फेरि छोपेपछि अब एकदम सफा सुग्घर हुनुपर्छ फेरि अब खाली नुन हाल्ने होइन कसले हाल्ने यहाँ उ गर्ने यो नुनको भाँडो यता राखौँ भोलि साग बेलुका है चटनी त आम्मा के को चटनी यता हेर है एकपल्ट यदि यो अलिक सफा गरेर खानुपर्छ फेरि यसलाई उ गर्नु हुन्न क्या यो जुठो हुन्छ त्यो हुँदाखेरि यसलाई यसरी खाऊँ है आहा कति अमिलो मिठो छ यार गजब मिठो छ नि अहिले त मैले अहिले बनाएको अरू है अब यो भयो अब यसलाई ल हेर्नु कस्तो मजाले बाफा भयो है अब यसलाई अलिकति मात्रामा पानी हाल्ने अहिले हाल्ने एकछिन होइन सब हाल्ने हो फेरि यहाँबाट सफा गिलासमा पानी हाल्ने है अब यसलाई पानी हालेपछि थोडा चलाउने है
मजाले चलाउने यता भात पाक्दैछ सानो आगोमा अब यसलाई सानो आगो लाउने यसरी ग्यास यताहरू ग्यास सानो आगो लाउने अब यसलाई गुन्द्रुकका फाइदा के हुन्छ नि यसलाई छोड्ने नि 5 मिनट पकाएपछि अनि अलिकति पानी हाल्ने अनि ढिँडो भात जेसँग पकाए पनि हुन्छ गजब मिठो हुन्छ अनि गुन्द्रुकका फाइदा के हुन् गुन्द्रुकको फाइदा धेरै छन् नि अब गुन्द्रुकको अब राष्ट्रिय हाम्रो खाना हो हैन गुन्द्रुक हो अब यसको स्वाद मिठो हुन्छ हैन अब यो सागबाट बनेको त्यो हुँदाखेरि अब यसमा धेरै पदार्थ प्रोटिन पाइन्छ स्वादिष्ट हुन्छ के आइरन देखि लिएर सबै कुराहरू हुन्छ त्यही हो है आज मैले यो बनाएँ हजुरहरूलाई कस्तो लाग्छ है अब अरू तरिका छ भने मलाई सिकाउनु होला कमेन्ट राम्रो गर्नु होला हवस् धन्यवाद